हर्क साम्बाङले रवि लान्छानलाई कटाप चाहिँ हान्दै एउटा स्ट्याटस लेखेर चाहिँ यो स्ट्याटस तपाईँले हेर्नुभयो होइन, अहिले भाइरल भइरहेको छ। 9 मुद्दा लागेर जो थुनामा बसेको छ, जसले चाहिँ विदेशी सेवा सुविधाको लागि नेपाली नागरिकता त्याग्छ र उसैले चाहिँ देश बनाइदिन्छु भन्दा मान्नुपर्ने, बनाउँछ त उसले देश भनेर भनेको छ क्या। भनेपछि अब उसले के हर्क साम्बाङले देश बनाउँछ त? धरानमा 2टा ढुङ्गा पल्टाउँदा बित्तिकै 2टा बिरुवा रोप्दा बित्तिकै देश बनिहाल्यो त। अब एमएनओ पार्टीलाई बोक्दा बित्तिकै देश बनिहाल्छ त। गोपाल गुरुङको सपना पुरा गर्दा बित्तिकै देश बनिहाल्छ त। कोही कतै पनि नझोकिनुहोस्, किनभने श्रम संस्कृति पार्टी भनेको एमएनओको 2 हो कि गोपाल गुरुङको सपना बोकेर हिँडेको पार्टी हो। यिनीहरूले चाहिँ देशमा चाहिँ गृहयुद्ध बनाउन चाहन्छन्, यिनीहरूले चाहिँ देशमा चाहिँ जातीय युद्ध बनाउन चाहन्छन्। कसरी चाहन्छन् भनेपछि यिनीहरूले बाहुन ठकुरीलाई मान्छे नै होइन भनेर भन्छ कि। भनेपछि यस्तो पार्टीले चाहिँ जसले चाहिँ जनतालाई एकता गर्न सक्दैन, एउटै नजरले हेर्न सक्दैन, तिनीहरूले चाहिँ देश बनाउँछ त? बनाउँछ? कदापि पनि बनाउँदैन। त्यसैले पटक्कै पनि नझोक्नुहोस्, किनभने एक त हर्क साम्बाङलाई के बोल्नुपर्छ, के बोल्नु हुँदैन, कहाँ जानुपर्छ, कहाँ जानु हुँदैन भन्ने कुरा उनीलाई थाहै छैन। र अर्को कुरा अस्ति तपाईँले देख्नुभयो नि होइन, आफैले गाउँमा हिँड्दाखेरि खादामाला नलगाउनेले आज चाहिँ आफैलाई माला लगाइराखेको छ क्या। भनेपछि के गर्नुहुन्छ के गर्नु हुँदैन भने फिट्टिकै यति पनि सेन्सिस छैन हर्क साम्बाङलाई। भनेपछि यस्तो मान्छे चाहिँ देश बनाउँछ त? ऊ त एमएनओको सपना पुरा गर्नको लागि आइसकेको। उसको पार्टीभित्र हेर्नुहोस् न, सबै राईले मात्रै छन् भनिसकेपछि उसले जब स्ट्याटस हालेर बोलाउँछ नि, सुदान किराँतलाई बोलाउँछ, ज्योति मगरलाई बोलाउँछ, उसले चाहिँ आशिका तामाङलाई बोलाउँछ, उसले चाहिँ गिबिना मगरलाई बोलाउँछ, आशा तामाङलाई बोलाउँछ, यस्तोलाई बोलाउँछ कि। उसले चाहिँ कहिले पनि देशका नागरिक बराबरी हुन् सबैलाई बोलाउन कहिले बोलाउँदैन भनेपछि यस्तोले चाहिँ देश बनाउँछ त? पटक्कै पनि नझुक्किनुहोस्।